आज चाहिँ हामी जर्नी अब ओकिनावाको रोड ट्रिप गर्दैछौँ साथै अब हाम्रो यहाँ बस्नुभएको छ हाम्रो ड्राइभर म प्रमोद। हेलो सबैलाई नमस्ते। आजको हाम्रो ब्लग जर्नी बिगिन्स फ्रम नाहा टु चट्यान। हाई लेट्स गो। ल लेट्स गो। हाम्रो गाडी अब कुद्नु बढ्दैछ। नाचकासी अब यस्तो टुर पुरा गरेको थियौँ हामीले सर पहिलोचोटि हाम्रो हो कुर्माको जर्नी, कारको जर्नी। अब हामी यहाँबाट जाँदैछौँ चट्यान। हाम्रो एकदम मार्बोरिसी कुर्मा लिएर हिँड्दैछौँ म्यानुअल। ओके यो चाहिँ हाम्रो गाडी होन्डा फिट 2011 मोडलको म्यानुअल गाडी हो। फेरि यो चाहिँ अब हाम्रो अगाडिको भ्यू देखिन्छ होइन। नाचकासी ने म यस्तो खालको सेफ ड्राइभिङ ओके निहोङ्गोमा भन्दाखेरि चाहिँ आन्जेन उन्तेन भन्छ होइन। हजुर त्यसको लागि त एकदम मेरो भिजनमा अगाडिको भिजन एकदम राम्रो छ। यो सिकाउने गाइस मस अब हामी यस्तो यो रेड लाइट बल्यो भने चाहिँ अब हामी यहाँ रोक्नुपर्छ क्या हो कि होइन भन्नु। हामी जानै मिलेन यसमा त जबरजस्ती गर्ने कामै छैन यहाँ। राम्रो छ नि यो प्लेस नाहा भन्ने ठाउँ होइन। कस्तो लाग्छ यो मिनामी नियोन भनेको अब तपाईँलाई दक्षिण जापानको ओकिनावाको क्यापिटल हो, एउटा ठुलो क्यापिटल हो होइन। यहाँबाट चढ्नु पर्यो भने अब अन्तर्राष्ट्रिय विमानस्थल पनि छ। एसिया सबै, वर्ल्ड, युरोप सबै। सो हाम्रो ब्लग स्टार्ट चाहिँ हुँदैछ। कृपया धैर्यको साथ हेरिदिनु होला। छेउमा हाम्रो लाइभ म्याक्स ग्रुप होटल पनि छ त्यहाँ। यो अहिले नयाँ बनेको नि हो र। यसमा जतिखेर 24 आवर खुल्ला छ। पहिला चाहिँ अर्कै खालको थियो होइन। नाहा बिच साइड होटल यहीँ भयो होइन। यसपछि अब हाम्रो होटल धेरै यहाँदेखि झन् होटलै छ। प्रिन्स होटलदेखि ड्रागोना गार्डन। अब तिम्रो कस्तो छ भने नि के भन्छ हजुर अब यो नाहाको यो ठाउँमा चाहिँ हजुर चल्यो। ल हामी अब लाग्छौँ। ग्रिन लाइट भयो त्यसपछि हामी लाग्दैछौँ। अब नेपालबाट फर्केर कस्तो हुँदैछ त अहिले? म अहिले अब यहीँ रमाउन भिज्न खोजिरहेको छु। कामहरू राम्रो छ। अब 1 हप्ता भयो सुरु भएको, राम्रै छ। अब गर्दैछु, प्रयासलाई जारी छ होइन। गोल कहिले हुन्छ थाहा छैन त्यो चाहिँ। सङ्घर्षलाई जारी छ। अब यो अहिले यो थाहा छ नि नाहामा यो अगाडिको बाटो, यो अगाडि बाटो पनि धेरै बनिसकेको छ नि, तपाईँलाई थाहा छ? अब नयाँ बाटो बन्दैछ फेरि। अहिले त्यसको फेजमा म देखाइन्छु। गिनवानबाट फेरि चट्यान उमीबाट हुँदै बाटो बन्ने बेला छ। अब सुरु हुँदैछ त्यसको। अहिले त्यो बाटो पनि हामी जाँदैछौँ। त्यही बाटोबाट जाँदैछौँ हामी, नयाँ बाटो पार्को सिटीको। सो गाइज त्यसपछि हामी नयाँ भ्यूहरू हेर्नेछौँ। प्लिज अब ब्लगलाई चाहिँ लाइक सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सनु होला। थ्याङ्क यू। अनि हाम्रो खाना भयो? हाम्रो खाना भइसकेको छ। अब खाजा खानुपर्छ हामी चट्यानमा। त्योभन्दा अगाडि हामी एक्चुली 7-11मा नोमिमोनो ओके नोमिमोनो दाइजबो। अब यो ड्राइभ विदाउट ड्रिङ्क इट्स लाइक नो इट इज नट पोसिबल होइन। यो हुँदैन, सम्भवै होइन छैन यो कुरा। ड्राइभ एन्ड ड्रिङ्किङ भनेको सफ्ट ड्रिङ्क ओके पोसिबल। ड्रिङ्क एन्ड ड्राइभ भन्ने कुरा त कल्पना पनि छैन। होइन कसैले पनि नगर्नु होला। यो अनुरोध छ सबैलाई। ड्रिङ्क एन्ड ड्राइभ यो एकदम सोसल म्यासेज हो सबैलाई। यो चाहिँ अब जापानमा ठुलो भाइलेसन हुन्छ। ठुलो भाइलेसन होइन, यसले त अब धेरै 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 आफू पनि हानि गर्ने, प्लस अब झन् एक्सिडेन्ट भयो त झन् कसैलाई ठोकिदियो, लाइफ ड्यामेज हुन्छ, उसको आफ्नो लाइफ पनि ड्यामेजदेखि धेरै हुन्छ नि। धेरै कुरा हुन्छ। अरूहरूको पनि भविष्य हेर्नुपर्छ हामीले। हाम्रो म्युजिकको भाइ पनि असाध्यै राम्रो छ नि। ड्रेस लागेको जेट पनि नकुदाउनुहोस् फेरि। यो गाड्न मात्रै हो फेरि। कारै जेट बनाएर त खतम भइहाल्यो। यहाँ बसेको थियो म बसेको नि म चुबैयामा बसेको। नाहा चुबैया कोक्साइदोरीको छेउमा बसेको। अब यता हाम्रो नाहा टर्मिनल भ्यूदेखि लिएर
नयाँ नयाँ भ्यू सम्म हेर्न सकिन्छ नि म सेफ ड्राइभिङ चाहिँ यो सिकाउने गाइस एकदम किनकि यो ट्रकले गर्दा अगाडिको अलिक भ्यू देख्न पाइँदैन त्यही भएर अनि यताको भ्यू राम्रो छ नि यताको हाम्रो नेपालमा बस्नेहरूले एउटा समुद्रको यो पनि एउटा भनौँ न के अरे अमेरिकाको हवाई भने जस्तै यो जापानको हवाई हो हवाई सिङ्गापुर पनि भन्छ यसलाई मिनी सिङ्गापुर पनि भन्छ ओकिनावालाई होइन हो हवाई प्लेस त राम्रो छ नि राम्रो क्लाइमेटदेखि लिएर सबै मान्छेको ड्रिम हुन्छ यहाँ आएर बस्ने हो कि होइन हो एकचोटि घुमेपछि ओकिनावा चाहिँ मान्छेको ड्रिमै हुँदो रहेछ जापानिजहरूको है प्रायः विदेशीहरूको पनि छ यहाँ मैले युरोपियनहरू धेरै भेटेँ ब्युटिफुल वेदर ब्युटिफुल सब ब्युटिफुल भन्छन् उनीहरूले बन्दरगाह हो एउटा ओकिनावाको मिनी सानो बन्दरगाह यो पनि यहाँ तल माछा बजार छ माछाको मार्केट छ कस्तो सुसी मनपर्छ कि मन पर्दैन मलाई सबै कुरा मनपर्छ सुसी टेस्ट गर्नुहुन्छ टेस्ट अब कामै गरियो त्यसमै होइन एकचोटि हेर्नुहोस् हेर्नु यो अङ्कलले जबरजस्ती गर्नुभयो हेर्नु यो हुनु त यहाँ भाइलेसन गर्नु ट्राफिक हेर्नु यसरी लानु चाहिँ हुँदैन थियो वास्तवमा उहाँले बत्तीबाटै कटाइदिनु भयो के भन्नु अब काकाले हेर्नुहोस् जबरजस्ती गर्नुभयो यो होइन माग्नुहोस् बाटो दिइन्छ तर जबरजस्ती त बिचबाट चाहिँ अत्याचारै गर्नुभयो क्या अलि हतारमा हुन्छ त्यसरी गर्नु हुँदैन यहाँ हाम्रो ट्याक्सी कुदाउने अङ्कलहरूको अलिक बेहोरा चाहिँ खतम छ जापानमा जबरजस्ती गर्नुभयो उहाँले अरू भन्दा नि अब होइन जबरजस्ती गरे पनि अब कमसेकम यसो हात दिएर हुन्छ नि केही हुन्छ नि सिग्नल केही पनि छैन त्यस्तै सिकारो ड्राइभर ड्याङ्गै ठोकिदिन्थ्यो हेर्नुहोस् मैले बुझिसकेँ उहाँ हाम्रो मक्सी उहाँको हाम्रो सर चाहिँ एक्सपिरियन्स भएको कारणले चाहिँ म चाहिँ एकदमै ढुक्क फ्रन्ट सिटमा बसेर ढुक्क बसिरहेको छु सो ओन्ली थिङ इज हाम्रो सेफ ड्राइभिङ चाहिँ हाम्रो यो म्यान्डेटरी हो प्रायोरिटी हो हामी अब एक्सप्लोर गर्दैछौँ नाहाको उमीको बाटो अब 10 मिनटदेखि 15 मिनटको यो ट्राफिक जाम पछि हामी रमाउने छौँ उमीको बाटोमा रमाउँदै जानेछौँ कतिको टायर गाह्रो हुन्छ के थाकिन्छ यो गाडी थाकिँदैन बानी हो गियर त चेन्ज गर्नु पर्यो तपाईँलाई 0 देखि 10 को लेभलमा अन्त 1 मा हाल्नु पर्ने गाडी होइन अब गियर पनि हानी गर्ने यताउता गर्दाखेरि अलिक थाकिन्छ नो थाकिँदैन त्यो आफ्नो के छ यस्तो अलि अब जस्तै हेर्नुहोस् क्यामेरामा आइरहेछ अब जस्तै होइन गाडी अब तपाईँलाई यो काटा हेर्नुहोस् त्यहाँ 0 मा गयो भने त गाडी 1 नम्बरमा राख्नु पर्यो क्या मैले भन्नु 2 बाट पनि उठ्न त उठ्छ तर 1 भनेको सेफ हो एकदम बिस्तारै 2 मा चाहिँ अलिक अब एक्सपिरियन्स हो भने 2 बाटै उठाइन्छ म हेर्नु गाडी 2 मा भएन हिँड्छ गाडी यो चाहिँ अलिकति अब एकैचोटि सिक्ने बित्तिकै 2 बाट चलाउँछु भनेर चाहिँ कसैले कोसिस नगर्नु यो ब्यालेन्स हो आफ्नो क्लच र एक्सेलरेटर ब्रेकको ब्यालेन्समा चाहिँ बल्ल गाडी गुग्रो 2 मा पनि अब 30 पुग्यो 3 गियरमा हाल्ने सट्ट 40 भयो ठ्याक्क 4 मा हाम्रो यो अलिकति साइडमा 7-11 मा जाम न 7-11 यहाँ छ 7-11 यहाँ भित्र अलि यता भित्र होला यार तपाईले भन्नु मासिक 7-11 मा गएर चाहिँ एउटा ड्रिङ्क चाहिँ गर्नै पर्ने भयो सफ्ट ड्रिङ्क 7-11 को एउटा ड्रिङ्क छ होइन जुन ड्रिङ्क चाहिँ तपाईँलाई मलाई आज खुवाउँछु क्या है त्यो ड्रिङ्क चाहिँ इनर्जेटिक हो र 7-11 कम्पनीको 7-11 मा 7-11 होल्डिङ्सकै त्यहाँ एउटा ड्रिङ्क छ यहाँ हाम्रो पार्किङ छ त नि 7-11 मा पार्किङ नहुने नि कस्तो होइन कहाँ उतातिर नि तपाईँले भन्नुहुन्छ टोकियोतिर त हुँदैन नि त फेरि तपाईँ ओकिनावा बस्नुभएको छ टोकियो कुरा गरेर हुन्छ यहाँबाट अलिकति लेफ्ट टर्न गरिदिनु होला है हामी 7-11 मा अब हामी 24 आवर कन्भेन्सनल स्टोर वहाँ हेर्नुहोस् यस्तो हुन्छ बियर चेन्ज गर्नु वाउ गर्दा है